गाइज व्हाट्सअप अस्ति पौडी खेल्न गएको भिडियो चाहिँ एकदम मोस्ट डिमान्ड भयो हैन। लोकेसन पनि धेरैजनाले सोध्नु भयो, त्यही भएर आज हामी चाहिँ फेरि लोकेसन भिडियो सहित पौडी खेल्न जान्छौँ ल। हामी यहाँबाट 1 2 अनमोल, माधव दाई र म 3 जना छौँ। अगाडिबाट 2 जना हाम्रो मूर्ख मित्रहरू भेट हुनुहुन्छ, त्यसपछि अनि 5 जना भएर आज फेरि उतैतिर जान्छौँ ल। हामी निस्किसक्यौँ। अब यहाँबाट गर्मीको मौसम छ, अब ट्याक्क पौडी खेल्न नि मजा आउला जस्तो छ है। ल हाई गरिदिउँ साथीहरू एकचोटि सबैजनाले। उहाँ हुनुहुन्छ नारायण ढकाल र अगाडि उता माधव खत्री र अनमोल साथी पनि छन्। केटाहरू आफ्नै पारामा हिँडिरहेछन् हौ। मलाई तराई चाहिँ यही भएर मन पर्दैन कि हल्का अब चैत भर्खरै सुरु भएको छ हैन, लास्टै गर्मी भइसक्यो। अन्त गर्मी अब मलाई चाहिँ एकदम बेसरी नै फिल हुन्छ के। अब तपाईहरुलाई चाहिँ कस्तो हुन्छ हैन, अब हैन जाडो मौसम भन्दा गर्मी मौसम नै ठीक हुन्छ भन्ने पनि मैले धेरै मान्छे भेटिरहेको छु। तर समग्रमा तँलाई कस्तो लाग्छ ल भन्? मलाई चाहिँ जाडो भन्दा गर्मी नै एकदम ठीक। गर्मी ठीक लाग्छ मलाई। त्यसको नाम चाहिँ चोर हो है। ल हेर्नुस् यो चोरलाई, अनुहार पनि चोरको जस्तो छ कि छैन? चोरकै जस्तो अनुहार त छ नि। रोहिणी खोलाको अब यो आर्मी ब्यारेकनिर आइपुग्न लागिसकेका छौँ। हामी यहाँबाट पनि अगाडि बढ्छौँ। हाम्रो डेस्टिनेसन हुन्छ ढगेरी है। ढगेरीबाट हामी भित्र छिर्नुपर्छ। केटाहरू यस्तो छाडा छन् है। ठिक छ, कहिलेकाहीँ घुम्न जाँदाखेरि चल्छ होइन, छाडापना भएन भने त्यो मजा पनि आउँदैन कि। ल अब हामी फेरि अगाडि बढ्छौँ। ढगेरी आउनु पूर्व हामी पहिला यो झिझिरी खोला भएर क्रस गर्नुपर्ने हुन्छ। हामी यहाँबाट भित्र छिर्छौँ। अब अगाडि पर्यो ढकेरी बजार, तर हामी यहाँबाट यो प्रतिक्षालयबाट यसरी भित्र पिच रोड छ। अगाडि बाटो पनि एकदम मजाको बाटो छ। मजाले टिकटक सिकटक बनाउन मिल्ने खाले। टिकटक बनाउँदाखेरि एकदमै राम्रो आउँछ यताको भ्यू चाहिँ। यो बाटो भएर अगाडि बढ्छौँ है त। कोलपुरको तुलनामा चाहिँ यताको मौसम अलिकति कुल नै छ। यहाँबाट चाहिँ पिच बाटो सकिन्छ, अलिकति ग्राभिल रोड हिँड्नुपर्छ हामी यहाँबाट। यहाँनिर एउटा स्कुल आउँछ र यो ठुलो सिमलको रुख पनि छ। हामी यहाँबाट चाहिँ यतै देब्रे टर्न लिन्छौँ है त। अब यहाँभन्दा उता खासै पसलहरू भेटिँदैनन्, त्यही भएर हामी यहाँबाट पानी सानी अरू आफ्नो लागि खानेकुराहरू अरू स्टकहरू लिएर जान्छौँ है त। यहाँबाट पनि अगाडि लाग्छौँ। तपाईहरू आफ्नो भ्याकेसन अर्थात् होलिडे कसरी सेलिब्रेसन गर्नुहुन्छ गाइज? हाम्रो त होइन भ्लग चाहिँ आजभोलि मात्रै बनाउन सुरु गरे हो, तर पहिलेदेखि हो है यस्तो इन्जोय गर्ने चाहिँ हामी टक्क बिदा हुने बित्तिकै। अब अलिकति अगाडि आइसकेपछि यो घुम्ती छ अनि यताबाट भित्र छिर्ने रोड छ है। अनि यो साँगुरो रोड हामी भित्र छिर्छौँ। अब फाइनल्ली हामी यो झोलुङ्गे पुल आइपुग्छौँ है। लगभग यो ठाउँसम्म सबैले देख्नु भएको पनि होला। ए ल बाटो एकदम साँगुरो छ होइन, टक्क एडभेन्चरस राइड हुन्छ यहाँनिर। झोलुङ्गे पुलको राइड फेरि छुट्टै छ, मजा नै। थोरै अफ रोड छ। यहाँबाट हामी किनार 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 छिरेर जान्छौँ है। एउटा पौडी खेल्ने स्पोर्ट चाहिँ ऊ त्यहाँनिर पनि छ है गाइज। त्यहाँनिर पनि खेल्न मिल्छ। हामी पहिला चाहिँ त्यतै खेल्ने गर्थ्यौँ। आजभोलि चाहिँ यहाँभन्दा उता चाहिँ मन पर्न लाग्यो कि। ल हामी यसरी किनार किनार हुँदै जान्छौँ है त। मजाले डेटिङ बसेको पनि देख्न सकिन्छ। तपाईँहरूलाई पनि डेटिङ बस्नु पऱ्यो भने यतातिर आउनु होला। यस्तो दामी छ, सेफ छ है। अब यतातिर डेटिङ बस्नुको फेरि मजै छुट्टै छ। धेरै भित्र चाहिँ छैन है। त्यहाँबाट थोरै अगाडि आइपुगेपछि यो ठाउँ भेटिन्छ। ल यहाँनिर अलरेडी 2-4वटा मान्छेहरू पनि देखियो। ल एउटा फेरि अर्को कपाल भेट्यौँ है। खत्रै 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 यात्रा भयो। ल एक गेरमा हाल सुई चढा है। आज त पानी पनि होइन अलि धेरै हो क्या अस्ति भन्दा। यतातिर हाम्रो 2 जना साथीहरू आइसक्नु भएको छ। ल उताबाट 2 जना
स्टन्ट गर्दै आइपुग्नु भएको छ। जहाँ डेटिङ बसेछ नि उतै उतै क्यामेरा छोडेर जानुपर्छ। के गर्ने त नि? कहिले पनि प्राइभेसीलाई पब्लिक गर्नु के हो त अनि बाटो यता छ त के गर्ने त नि? होइन देखिन्न त्यही पनि। फाइनल्ली हामी डेस्टिनेसनमा आइपुगेका छौँ। कति राम्रा माछाहरू छन्। पौडी खेल्न कतिको एक्साइटेड हुनुहुन्छ? म पौडी खेल्न त त्यति एक्साइटेड छैन, डुब्ने मान्छे हो, तर यहाँ पानी चाहिँ डुब्ने रहन्छ, आज मजाले खेलिन्छ। के छ अनमोल? म त एकदम एक्साइटेड। नारायण दाई म चाहिँ पानीको प्यारो है। यो चोरले माछा चोरिदिन सक्छ, निकुञ्जमा गएर खबर गरिदेऊ है पहिल्यै। तर हामीले पानीलाई के दियौँ भन्दाखेरि फोहोर मात्र। यो फोहोर चाहिँ नगरिदिउँ अबदेखि कसैले। यो समात्ने आइडिया फेरि के हुँदो रहेछ भन्दाखेरि यसमा पुवाल बनाएर पुवालभित्र पिठो राखिदिएपछि माछा यहीँभित्र आएर खाने रहेछ अनि यहीँभित्र रहने रहेछ। कस्तो मजाले माछाहरू यसरी आउने। आज साँझलाई चटनी माछी मार न भन्ने भएको छ।
कान्छी हे कान्छी कान्छी केही त बोल न ए मनका कुरा खोल न म मादल गनगन गन्काउला तिमी जुरेली जस्तै नाच न यसै गरेर बितियो भाइहरूसँग यो यिनीहरूसँग खेलियो पौडी खेलियो आज मेवा खुवाए भाइहरूले मेवा खुवाए मेवाको लागि अब यिनीहरूलाई होइन एउटा मेवाको 50 रुपियाँ दिन्छु भनेर मैले पठाएको थिएँ समय पनि अब सकियो अब यिनीहरूलाई लिएर जाउँ रमाइलो भयो हस् धन्यवाद यहाँहरूले हाम्रो भ्लग हेरेर साथ सपोर्ट गरिदिनु भयो त्यसको लागि हामी सम्पूर्ण टिम एकदम धेरै धेरै धन्यवाद यहाँहरूमा व्यक्त गर्न चाहन्छौँ मेवाको ल भाइहरू चिल गर है केको मासु ल्याएर खान्छौ के गर्छौ यो पैसाको ल भन त मासु खान्छौ के गर्छौ एक कलम किन्छौ ल भेरी गुड ल धेरै खाऊ कलम किन्ने रे त्यो मासु खान्छ नि कलम किन्ने रे कलम किन्ने है छुट्टै ल दुईटाले ट्याक्क बाँड्ने अनि त्यो 150 को त्यो 150 को मासु खाऊ अनि यसले चाहिँ दुईजना पेन्सिल किन अनि पेन्सिल कलम के डट पेन लेख्छौ भने डट पेन बन्देल फेला परेका छन्